नमस्ते गाइस स्वागत छ तपाईलाई मेरो नयाँ भ्लगमा आज मानिसकेको छु एकदम राम्रो हाइवे राइडमा वेदर पनि एकदम पर्फेक्ट छ हल्का हावा चलिरहेको छ कुहिरो लागिरहेको छ अनि राइड गर्न मजा जान हुनेवाला छ आजको राइड अलि चिल टाइपको हुनेछ No hurry no tension just enjoy the road nature अनि राइडको feel so stay till the end अनि Hello guys, welcome. मेरो न्यू ब्लगमा यहाँहरूलाई स्वागत छ आज चाहिँ मानिसकेको छु हाइवे रोडमा अनि राइड गर्नको लागि के छ खबर सन्चै राम्रै होला अनि यतामा पनि ठिकठाक छु अब म चाहिँ निस्किन लागिरहेको छु हाइवे रोडमा हाइवे रोडमा हाइवे रोडमा हाइवे रोडमा हाइवे रोडमा अनि के छ गाइजहरू कस्तो लाग्यो त मेरो गीत बनाउन होइन अनि मेरो आफ्नै शब्दमा लेखेको गीत होइन ल यही सुन्दै 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 चाहिँ राइड गर्नुपर्छ होइन त्यो चाहिँ म यहीँबाट बनाएँ होइन अनि के छ अरू म चाहिँ यति बेला चाहिँ के यो बुटोलको अब देवीनगरतिर जान लागेको छु होइन रामपथबाट छिरेर अनि म यहाँबाट चाहिँ अब बुटोल पारी बुद्धनगरबाट नि पारी हुँदै जान्छु होइन शान्ति चोकसम्म म पुग्नेवाला छु आज अनि के छ मौसम चाहिँ बवाल छ चिसो छ बाइकमा होइन म चाहिँ लङ टुरबाट आइराखेँ अनि त्यसपछि हल्का चाहिँ यसो भ्यूहरू हेरिदिउँ न त भनेर चाहिँ यसो बजार छिर्यो होइन यति बेला चाहिँ म चाहिँ ठ्याक्कै देवीनगर चौपरीनिर आइपुगेँ होइन यो निर चाहिँ एलबिसी भने म पढाएको कलेज हो है बवाल छ होइन पढाएको हो ब्याचलर पढाएको स्कुल हो अनि म यहाँबाट चाहिँ बुद्धनगर निस्किन्छु अनि बुद्धनगर निस्किसकेपछि चाहिँ म शान्ति चोकसम्म जान्छु अनि बाटो चाहिँ एकदम अब बवाल बन्दैछ जे होस् पहिलाभन्दा अहिले चाहिँ धेरै सुधार भइरहेछ पहिला त यो बाटो सफ अफरोड थियो लास्ट जम्पर थियो अनि हामी यो पहर हिँडिरहेको बाटोमा चाहिँ भर्खर पिच गर्दाखेरि हामी हालेको थियौँ बाइक फसेर लास्ट तना भएको थियो रातिमा है आमामा आज इभी गाडीहरू पनि बवाल देखिरहेको छ होइन अगाडिको दाइले नि खतरा कुदाउँदो रहेछन् ल म जता जाने त्यतै रहेछ होइन पछि जानुपर्छ लगाएस अनि म त्यो 3 पुलमा आइपुगेँ यो पुल पनि पछि म बुटोल बस्न थालिसकेपछि बने हो पुल पनि बवाल बनिरहेछ होइन बुद्धनगर र देवीनगर जोड्ने पुल हो यो चाहिँ अनि म यो पुल प्लस अर्को पुल पनि तर्नेछु बुद्धनगरबाट पारी जानेछु होइन त्यति बेला पनि अनि क्रेता అనేసి बवाल छ कार चाहिँ चढेर किन्नुपर्छ है चढेर किन्नु नै कि चढ्नको लागि किन्नुपर्छ होइन अनि भिडभाड पनि छ यो चाहिँ के हो भन्दा मार्केट एरिया भयो नि त होइन अनि म चाहिँ ट्याक्कै फाइनली बुद्धनगर आइसकेँ अब बुद्धनगर आइसकेपछि म चाहिँ यहाँबाट अब धेरै टाइम चाहिँ लाग्दैन भिड छ जे होस् गाइज होइन अनि इन्जोय गर्नुपर्छ घुम्नुपर्छ रुममा बसेर मात्र पनि हुँदैन त्यो हुँदाखेरि चाहिँ यसो जाउँ न त राइड भनेर चाहिँ निस्किरह हो अनि भोइस के छ कसो छ होइन अनि म त हेर्दिनँ यो भिडियो पछि अनि यो चाहिँ पछि सम्झना हुन्छ नि त होइन सम्झना स्वरूपको लागि भनेर चाहिँ म आफ्नो युट्युबमा राखिरहेको हुन्छु अनि धेरै त भएन अनि 2-4 कति 48-50वटा पुगिसक्यो होला होइन त्यो चाहिँ म मोनेटाइज गरेर पैसा कमाउँछु भन्दा पनि अब धेरै प्राइजेस म बाइकमा घुमिराखेको हुन्छ कि अनि त्यो हुँदाखेरि चाहिँ पछि चाहिँ यस्तो उस्तो होइन भन्ने टाइपको हुन्छ नि त अनि पछि हामीलाई चाहिँ आफूलाई त्यो के भन्छ भने सम्झना हुन्छ अनि मेमोरिजको लागि मात्रै हो अब त्यस्तोहरू केही पनि होइन अनि त्यति बनाउनु त आउँदैन भिडियो एडिट गर्न पनि त्यस्तो साह्रो त आउँदैन तर पनि अब कोसिस गर्नेछु
इन्जोय गर्नुहोस् अनि बाटो हेर्नु, घरमै बसेर हेर्दा पनि बवालै हुन्छ होइन। अनि आफै घुमे जस्तो हुन्छ। क्यामेरा पनि बवालै छ, राम्रो छ, मौसम पनि चिसो छ। अनि सिरकमुनि बसेर भिडियो हेर्दाखेरि मजा हुनेवाला छ। त्यस कारणले यति गर्नु होला। अनि यति बेला म कहाँनिर आइपुगेँ, हजुरहरूले गेस गर्नु होला। अनि टुकटुके भन्छ होइन, रोहित पौडेल टुकटुके अनि बनाइरहेको थियो सुमन कार्कीले होइन। अनि त्यो भिडियो पनि बवाल थियो। अनि त्यो एनपिएलको उसमा होइन, लुम्बिनी लायन्सको चाहिँ त्यो के भन्छ प्रचार गर्ने बेलाको लागि बनाइरहेको थियो कि म पनि हेरिरहेको थिएँ होइन। बवाल हुन्छ जे होस्, आई लभ क्रिकेट होइन। त्यति बेला एनपिएलको कुरा जोडिरहेको म कुरा गर्दा गर्दै कता पुगिसकेको छ होइन। अब एक्लै हिँड्दाखेरि त्यही त हो, कुरा गऱ्यो हिँड्यो। अनि ठिक छ, मौसम चाहिँ चिसो छ, बवाल छ। अनि यो बुटोलमा होइन, बुटोल लगातार एरियामा चाहिँ गर्मीमा पनि बवाल गर्मी, अनि जाडोमा पनि लास्ट जाडो हुने कि समस्या त्यही होइन। शीतलहर चढ्ने अनि घामै नलागे कति दिन भइसक्यो अरे यो बुटोलमा त होइन। अनि म त अब आज आउँदैछु, अनि काठमाडौँबाट आएको कि म होइन। अनि त्यही भएर म चाहिँ अब घर जाने हो यहाँबाट डाइरेक्ट होइन। त्यो हुँदाखेरि म आइपुग्न लागेँ। अब 2-3 मिनटमा त म पुगिहाल्छु होला। मौसम त अब देखिहाल्नु भएको छ होइन, के भनी साध्य छ र। अब यो बाटो पनि बवाल ठुलो बनाउँदैछ। अब उता पश्चिमतिरबाट चाहिँ बनाउँदै आइरहेको छ। अनि यहाँनिर पनि अब साइडमा खनिरहेछ, ठुलो बनाउनेवाला छ। विकास बिस्तारै हुँदैछ, हुने क्रममा छ। राम्रो छ, रमाइलो छ। चेस बाटो यो चाहिँ अब पश्चिम जाने हाइवे हुँदाखेरि चाहिँ अलिक बिजी हुन्छ, ख्याल गर्नुपर्ने हुन्छ होइन। अनि ल म चाहिँ यहाँबाट अब छिरेर, अनि यो होटल पनि अलिक ठुलोवाला थियो, अनि अहिले त सानो बनाइसकेको छ। अनि ल गाइस, ल फाइनल्ली म चाहिँ घरमा आइपुगेँ। अब नानेर भान्जीलाई बोलाउँछु, अनि भान्जी आउँछन्, ढोका खोल्छन्, अनि त्यसपछि जानुपर्छ। अनि बवाल रमाइलो भयो आज चाहिँ। अब ब्याग एकछिन यति राख्नु पऱ्यो, थके लागेको छ होइन। अनि आएनन् होइन। अब म आफै जान्छु होइन, ढोका खोलेर। अनि बवाल छ। ल म चाहिँ फाइनल्ली आइपुगेँ। ल के गर्दैछन् भनेर चाहिँ म यसो हेर्छु होइन। ल अनि अब चाहिँ ल गाइस, आजको लागि चाहिँ यति। नेक्स्ट भिडियोमा चाहिँ अझै धेरै कुरा गरौँला होइन। आजलाई चाहिँ यति गरौँ होला। ल बाई गाइस, यो सुन। ल बाई। ल म चाहिँ अब फाइनली घरमा आइपुगिसकेको छु। अनि अरू बाटोको अरू भिडियोहरू पनि छ, त्योहरू पनि म बिस्तारै बनाउँदैछु। ल।